Hello everyone, welcome back to our new video. After a long time, हामी चाहिँ भ्लग बनाउन गइरहेको छौँ. सर्ट भ्लग हुन्छ होला सायद आजको, किनभने हामी कहाँ जाँदैछौँ दिदी? टुङटुङ नभन्ने सान हेर न यसको सान. अनि ड्राइभिङ सिक्न दिदी जाँदैछ. अनि म चाहिँ यसो हेर्दिनँ कि अब कस्तो सिक्छु, डराउँछु अरे सधैँ. आज म गएपछि अब कत्तिकै डराउँछु कि डराउने भन्ने कुरा हुन्छ त्यहाँ. हजुर भन्नुपर्ने भ्लगमा. ठिकै छ. अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला. ल हामी कुरा गर्दै जाऊँ है त. वाउ, कपाल हल्लाइदिन. वाउ बाहिरबाट हामी चाहिँ विथआउट मेकअपै गर्दैनौँ. कता हो तिमी? 2 मिनट मात्र लाग्ने? ए 2 मिनटमा म बोल्दै जाने. 2 मिनटमा बोलेको नि 10 मिनट 5 मिनटको भिडियो भइहाल्छ. हजुर पठाउँछु कि हजुर अनि तपाईँले हाइटल जानुपर्छ. अघि पल्टाइसक्यो नि. पार्दिन सकिन्छ अब? पार्दिन पहिला सकिन्छ. अझै 10 दिन थाप्छु. तो गाइस हामी चाहिँ घर आएर पनि फ्रेस भएर, म चाहिँ फ्रेस भएको छैन है, म हातबाट धोएको छु. दिदी चाहिँ फ्रेस हुँदै अब त्यसलाई उहाँलाई चाहिँ हजुर दिदीलाई चाहिँ फ्रेस नभएसम्म भित्र बस्न मन लाग्दैन, त्यही भएर फ्रेस जानुभएको छ. मैले चाहिँ खरबुजा काटेको छु. मैले भ्लग गरेर धेरै राम्रो लाग्ने भएको हुँदा मैले दिदीको भ्लग आज लिड गरिरहेको छु, मैले ह्यान्डल गरिरहेको छु. अहिले हामी खाएको देखाउँछौँ ल. कस्तो लाग्यो मेरो सेप? कत्रो काटेको नै सेप कस्तो लाग्यो मेरो? हल्का उ भयो कि डिजाइनहरू मिस्टेक मलाई मन पर्दैन. भित्र काटेर टुक्रो ल्याउँछु भनेको त्यस्तो बनाइदियो. अब खाना आउनु खरबुजा यसरी खानुपर्छ. सेतो हुने भाइ मान्छे यसको तरकारी खाँदैन है गाई. पहिला खानु त्यो रातो भात त खाने हो नि. बाँधेर जस्तो भयो क्या. बिर्सिहालेको छ. टिभी स्ट्यान्डरमा गम्तीमा खाने पाएछु. ल पछि खा. चुप. ये क्या है भाइ? तमासा. यो रातो देख्यो नि गाई, यो पनि खानुपर्छ. मैले सब यो बुढी खाइसकेँ. अहिले त छैन त यो. दिदी अझै छ भने कति गुलियो हुँदै बारी भात. अन्त तर कपडामा चाहिँ बोलिङ जस्तो भ्लगमा त्यस्तो नभन्नु न. बिचारा मेरो बहिनी झुक्किएर यहाँ पऱ्यो भन्यो त. त्यही हो. यता गएर पुरै खल्लो. अन्त चार्ज लो. बंदा
अब इन गर्छौँ भन्नु आजको अहिले सबै देखाइसक्यो आजको ब्लग गर्ने यही नै हो मैले गरेको छैन जे जस्तो भयो नि अब हेरिदिनु होला माया गरिदिनु होला मलाई विशेष गरेर उसलाई त अब गर्नु होला उसलाई पनि अनि माया चाहिँ उसलाई गऱ्यो भने सब्सक्राइब चाहिँ मेरो च्यानल हुन्छ सब्सक्राइब गरिदिनु लाइक गरिदिनु